नुहाउँदा गरिने यौन सम्पर्क। किन धेरै दम्पतिहरू नुहाउँदा यौन सम्पर्क गर्छन्? यो केवल जोश र चाहनाको कुरा मात्र होइन। यसको पछाडि वास्तवमा एउटा जैविक कारण छ। तातो पानीले शरीरमा तुरुन्तै प्रभाव पार्छ। मांसपेशीहरू आराम हुन थाल्छन्, सास फेर्ने गति ढिलो हुन्छ र कोर्टिसोल जस्ता तनाव उत्पन्न गर्ने हर्मोनहरू कम हुन थाल्छन्। त्यसै समयमा छालाको प्रत्यक्ष स्पर्शले अक्सिटोसिनको मात्रा बढाउँछ, जुन हर्मोन सम्बन्ध प्रगाढ बनाउन र भावनात्मक निकटताको लागि जिम्मेवार हुन्छ। नुहाउने समयले दैनिक जीवनका धेरै ध्यान भङ्ग गर्ने कुराहरूलाई पनि हटाउँछ। न फोनको झन्झट, न कुनै सूचना, न बाहिरी कोलाहल। केवल तातो पानी, बाफ र एक अर्काको उपस्थिति। यो सरल वातावरणले प्राकृतिक रूपमा सहजता, विश्वास र साझेदारहरूबीच शारीरिक चेतना बढाउँछ। तातो पानीले रक्त सञ्चारमा पनि सुधार ल्याउँछ, जसले शरीरलाई शान्त र आरामदायी अवस्थामा लैजान मद्दत गर्छ। अनि जब शरीरले आराम पाउँछ, मस्तिष्क आत्मीयता र सम्बन्धका लागि अझ बढी खुल्छ। धेरै दम्पतिका लागि सँगै नुहाउनु दैनिक दिनचर्याभन्दा बढी केही बन्न पुग्छ। यो एक सानो साझा संस्कारमा परिणत हुन्छ, जसमा ठट्टापूर्ण निकटता र भावनात्मक सम्बन्ध हुन्छ। कहिलेकाहीँ तातो पानी मुनि सँगै उभिएका ती साधारण क्षणहरूले मानिसहरूले सोचे भन्दा बढी सम्बन्धलाई बलियो बनाउन सक्छन्।